च्याउ बनाउँदैछु एकदम मिठो च्याउ बनाउनुपर्छ मेरो छोराछोरीलाई मनपर्छ धेरै नै च्याउ ब्राउन कलरको भइसक्यो अब हाम्रो च्याउ पुगिसक्यो अब यसलाई म बाटामा निकाल्छु ग्यास अफ गर्छु अब यसलाई हल्का चिसो बनाउनु पर्छ हेर्नुस् त हाम्रो च्याउ चिसो पनि भइसक्यो अब हामी मसलाहरू सबै राख्छौँ खुर्सानी हरियो खुर्सानी राख्यो भने मिठो हुन्छ स्वाद आउँछ प्याज राखिदिन्छु काँचो टमाटर राखिदिन्छु काँचो अदुवा लसुनको पेस्ट अनि स्वाद अनुसारको नुन तपाईँ कतिको नुन खानुहुन्छ त्यो हेरेर राख्ने खुर्सानी तपाईँ कतिको पिरो खानुहुन्छ म त धेरै पिरो खान्छु त्यही भएर अलि धेरै नै खुर्सानी हाल्छु अब यसमा भयो भुटेको तोरीको तेल हाल्यो भने पनि मिठो हुन्छ अलिकति हाल्ने अब यसलाई मिक्स गर्नु पर्यो यसमा धनियाँ हाल्नुपर्ने तर आज घरमा धनियाँ छैन धनियाँ नभए नि चल्छ एकदम सजिलो छ यसरी बनाएर मिठोसँग अलिकति चना पनि बनाएको छु है अब हामी खाने यो हो नेवारीको बजी अनि चना अनि यो च्याउ कस्तो छ अब मिठो गरेर खा Thank you for watching.